नमस्कार साथीहरू। दक्षिण अमेरिका वास्तवमा धनी हुनुपर्ने हो। यहाँ विश्वको 1/3 नवीकरणीय ताजा पानी छ। अटकामामा लिथियम, भेनेजुएलामा तेल, ब्राजिलमा फलाम र चिलीमा तामा रहेको छ। यदि तपाईँ सुरुदेखि नै महादेशको डिजाइनर हुनुहुन्थ्यो भने ठ्याक्कै यही चित्र कोर्नुहुन्थ्यो। तर वास्तविकता क्रूर रहेको छ। अर्जेन्टिनाले 9 पटक ऋण डिफल्ट गरेको छ। विश्वको ठूलो तेल भण्डार भएको भेनेजुएला भोकमारीमा छ। चिली सफल देखिए पनि यहाँको असमानताले विकसित राष्ट्रहरूलाई समेत झकझकाउँछ। के यो महादेशको नियति नै अस्थिरता हो? तर यही एउटा देश छ जसले सबैलाई गलत साबित गरिदिएको छ। उरुग्वे केवल 34 लाख जनसङ्ख्या भएको यो एउटा सानो राष्ट्रले त्यो पत्ता लगाएको छ जुन बाँकी महादेशले सकेन। यहाँ भ्रष्टाचार सबैभन्दा कम छ, गरिबी न्यून छ र प्रति व्यक्ति जीडीपी महादेशीय औसत भन्दा दोब्बर छ। यो ल्याटिन अमेरिकाको पहिलो कल्याणकारी राज्य हो। यसले लागु औषध कार्टेललाई सिद्ध्याउन गाँजालाई वैधानिक बनाउने साहस गर्यो। यो मोडल पूर्णतः छैन, महँगो र ढिलो छ, तर यो संकटग्रस्त क्षेत्रका लागि एउटा स्थिर ब्लू प्रिन्ट हो। दक्षिण अमेरिकाको समस्या आज होइन, 500 वर्ष पुरानो हो। स्पेनिस र पोर्चुगिजहरू यहाँ बस्न होइन, लुट्न आएका थिए। सुन, चाँदी र काठ युरोप पठाउने निकासी मेसिन बनाइयो। इन्का मान्डा प्रणालीले आदिवासीलाई दास बनायो। आज उपनिवेश त छैन, तर ती संस्थाहरूको संरचना बाँकी नै छ। ब्राजिलको जमिन अझै पनि सन् 1530 मा राजाले बाँडेका केही परिवारको हातमा छ। जब सस्ता नै असमान हुन्छ, विकास केवल केही व्यक्तिको हातमा सीमित हुन्छ। दक्षिण अमेरिकाका हरेक देश वस्तु निर्भरताको शिकार भएका छन्। जब कच्चा पदार्थको मूल्य बढ्छ, सरकारहरू अन्धाधुन्ध खर्च गर्छ। जब मूल्य घट्छ, जुन सधैँ हुन्छ, बजेट कोल्याप्स हुन्छ, ऋण बढ्छ र राजनैतिक अस्थिरता सुरु हुन्छ। विगतका 30 वर्षमा 20 वटा कुप र 451 वटा राजनैतिक हत्या भएका छन्। यो केवल पैसाको अभाव होइन, बरु गहिरो सामाजिक असमानताको विस्फोटन हो। उरुग्वेको इतिहास अलिक फरक रह्यो। यहाँ सुरुमा सुन चाँदी भेटिएन, त्यसैले उपनिवेशिक लुटेराहरूले यसलाई वास्ता गरे। यहाँ आप्रवासीहरू खेती गर्न आए। जोस बेन्टलेले सन् 1903 मा शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाए। उरुग्वेले जनताबाट केही माग्नु उनीहरूमा लगानी गरे र पछि आए पेपे मुलिका। 14 वर्ष जेल बसेका पेपेले राष्ट्रपति दरबार त्यागे। म गरिब होइन, म स्वतन्त्र छु। उनको कार्यकालमा गरिबी 10% मा झर्यो। उनले देखाए कि राजनीति भनेको विलासिता होइन, सेवा हो। उरुग्वेले 10 वर्षमै 99% बिजुली नवीकरणीय स्रोतबाट उत्पादन गर्यो। यो कुनै चमत्कार थिएन, बरु राजनैतिक इच्छा शक्ति थियो। सरकारी ग्रिड भएकाले निजी कम्पनीको अवरोध भएन। भौतिक शास्त्री र सरकार मिलेर देशलाई ऊर्जामा आत्मनिर्भर बनाए। के ब्राजिल र अर्जेन्टिनाले यो गर्न सक्छन्?
उरुग्वे सानो भएर मात्र सफल भएको होइन, यो त राजनैतिक सभ्यताको कुरो हो। यहाँ एउटा सरकारले अर्को सरकारले काम भत्काउँदैन। उनीहरू अल्लाह उरुग्वे अर्थात् बिस्तारै र सहमतिमा काम गर्छन्। दक्षिण अमेरिकाको स्थिरता विश्वकै लागि आवश्यक छ। हरित ऊर्जाका लागि चाहिने लिथियम र तामा यहाँ छ। बढ्दो जनसङ्ख्यालाई खुवाउने अन्न यहाँ छ। यदि दक्षिण अमेरिकाले उरुग्वेको संस्थागत स्थिरता पछ्याउन सक्यो भने यो 21औं शताब्दीको सबैभन्दा ठूलो आर्थिक इन्जिन बन्नेछ। उरुग्वेले बाटो देखाएको छ। अब प्रश्न केवल यति हो, के बाँकी महादेश यो बाटो हिँड्न तयार छ? धन्यवाद।